हामी चाहिँ हिजो थेगु थाल्सोगुमा रहेको सोङ्गे खोङ्गन भन्ने ठाउँमा घुम्न गएको थियौँ। म, बाबा, मम्मी। आज चाहिँ हामी त्यहीँको बारेमा के छ कस्तो छ अवस्था हेरौँ है त। यो चाहिँ त्यहाँनिरको गेट सुरु भयो। सुरुमा गाडी पार्किङ गरेर हामी निस्क्यौँ। निस्केपछि अनि हामी यता गयौँ। अब यहाँभित्रको अवस्थाहरू हामी हेर्दै छौँ। कतिको रमाइलो भइरहेछ त। घरमा त्यहाँ हिँड्या भए यस्तो हुन्थ्यो त। ल यो क्यामेरा समाउनु ल त्यसै अनि म समाउँछु अहिले पछि। दादाले मोबाइल ल्याउनु भएको नि अन्त मोबाइल फोटो अहिले पछि खिचाउन अँध्यारो राम्रो आउँछ। हजुर किन नआउनु? दिउँसोमा टन्नै थियो होला, बन्द भयो। यहाँनिर चाहिँ साना साना पसलहरू थियो। दिउँसोमा चाहिँ त्यहाँबाट व्यापारहरू पनि हुन्थ्यो। त्यहाँ हेर्न आउने घुम्न आउनेहरूको लागि खानेकुराहरू त्यस्तै सामानहरू। 하트 가보자. 하트. 이거 어디 있는데? 오, 하트. ल जाम हामी पाए यहीबाट लाउनु त्यसलाई फर्केर उतैबाट आउँला। छिर्नु यहाँबाट छिर्नु। ल हिँड्नु। जाडो भएको छ? बेलुकामा रमाइलो कि दिउँसोमा रमाइलो? अस्तिको भन्दा अलिकति झिलिमिली कम भयो होइन कि अँध्यारो नभए भएर? अहिले बेलुकाको बत्ती झल्ल हुँदै भएको नि त। के पनि झिक्या रहन्छ झिलिम चाहिँ। केही झिक्या छैन। यो जस्ता तस्तै खै। हामी उ अगाडिपट्टि चाहिँ हैन। हजुर 번쩍이 좀 붙이고. अहिले हेर्दाखेरि दिउँसोमा बत्ती नबल्दा त्यतिकै केराहा जस्तो देखिन्छ नि हैन?
हामी यहाँ चाहिँ लगभग बेलुका 5 बजीतिर गएको थियौँ अनि 5 बजी आएर घुम्दा ओर्दा फेरि राति पनि भएको थियो दिउँसोमा पनि हेरियो बेलुकामा पनि हेरियो अब हामी अहिले दिउँसोमा घुम्दैछौँ बेलुकाको फेरि बत्तीको उज्यालो छुट्टै रमाइलो छ टोपी पन्जा नलायो भने त अहिले तपाईँहरू यहाँ जाडोले फेरि एकचोटि हात चिसो भयो भने दोहोऱ्याएर तात्दैन त्यही भएर मैले तपाईँहरूलाई पहिल्यैबाट लगाइदिएँ आज सेतो हिउँ यहीँबाट देखिरहेको छ त्यो त्यहाँ धेरै बेर लाग्दैन हामी यत्तिकै हिँड्यौँ भने 20 मिनटमा पुगिन्छ त्यो पुग्छ दादा त्यो सिधा देखेको बत्ती बलेको बाटो सबै त्यही हो घुमाउरो अलिअलि कहीँ हो केही पानीहरू खाएर जाने कि मोमो नि मिठो भयो सिक्का पैसा ल्याउने बिर्सेछ यहाँ सिक्का पैसा भए भरे चाहिँ खानु हुन्थ्यो यहाँ बेलुकामा पानी हान्छ याद छ तपाईँहरूलाई यहाँ बेलुकामा पानी फाल्छ याद छ यहाँ पानी फाल्छ त अस्ति बिर्सिनु भयो होइन अस्ति त्यहाँ पानी उडाइरहेको थियो त कलरै कलर त्यहाँनिर बिर्सिनु भएछ छैन टाइम धेरै लाग्ने भयो भने तपाईँहरू त्यतै बस्दै गर्नु म यताबाट गाडी लिएर फर्केर आउँला त्यहाँ हिँड्न गाह्रो भयो भने घडी हेर्नु त 1 घन्टा लाग्छै लाग्दैन 25 मिनट बढीमा 25 मिनटमा पुगिन्छ 5:40 भयो ल 6 बजे ठ्याक्कै पुगिन्छ बिचमा अब खासै हेर्ने केही छैन त्यही हिँड्ने बाटो हो राम्रो यतिकै फटाफट हिँडौँ मम्मीलाई अगाडि लगाउनु मम्मीकै स्पिडमा दौड्यौँ हामी हो र कोरियामा जहाँ पनि मान्छेलाई हिँड्न सजिलोको लागि चाहिँ यस्तो बाटो चाहिँ जहाँ पनि बनाइदिएको हुन्छ सजिलो हो रुखहरूमा पनि टक्क लड्न लाएलाई बाँधिएको छ लडेकालाई पाखा लगाएका छन् कति सुरक्षित छेउमा बार हेर्नु न कति अग्लो लगाएको छ धेरै गहिरो होला नि यो प्राल त किन होला नि किन ताल चाहिँ यो ड्याम हो दादा ड्याम हो यो चाहिँ अहिले हामी त्यहाँ अन्तिम बिन्दुमा पुग्दाखेरि यसको ड्याम थुनेको ठ्याक्कै देखिन्छ नलड्ने भनेर पक्का भएपछि चाहिँ टक्क छोडिदिने हेर्दाखेरि सुकेर लड्न लागेको जस्तो अब अलिपछि यो हरियो भएर सर्रै आउँछ कति माया माया नि अब हामी यहाँबाट तालको अन्तिम बिन्दु त्यो ताल बाँधेको ठाउँमा जाँदैछौँ त्यहाँ चाहिँ आफैले यिनीहरूले कोरियनहरूले बनाएर आइसहरू जमाएर भित्तामा चाहिँ राम्रो बत्ती फिनिसिङ गरेर हेर्न लायकको बनाएको छ हामी त्यता जाँदैछौँ
त्यताको भिडियो झन् राम्रो छ त्यता झन् पानीको मूल भेटेन भन्दै भने त पानीको मूल आयो अब बजिरहेछ अब यहाँनिर चाहिँ तालमा पानी आएको पानीको स्रोत देखिन्छ यो हल्लिने पुलबाट झनै राम्रो दृश्य कैद भएको छ पुल आयो त सिधै जान्छ हामी दुईतिरबाट आएको छ पानी चाहिँ त्यही पानीको फोहरा चिसोले नि जम्छ हजुर मूल पानी नै हो हल्लेको डर लाए डराउनु पर्दैन राम्रो हल्लिया छ होइन यो हल्लिने हो म पनि पुलै यो पुललाई कति मजबुत छ कति मोटा तार हाल्छ हाम्रो भाइ यत्रो मोटो तारै हाल्छ नि यतिले राखेको छ यो चाहिँ फोटो खिच्ने ठाउँ भनेर बनाइदिएको आधी बाटो आइयो थकै लागेको छैन थकै लाग्यो है थकै लाग्नुको कारण भनेको मास्क पनि हो नभए पनि मास्क खोल्नु मास्क खोलेर हिँड्नु ल 1 मिनट बस्ने अनि हिँड्ने यसरी भरे खाना नखाइकन सुत्यो भने त भइगयो त अब अनि अहिलेको यति घट्छ पेट अलि हल्का हुन्छ त्यतिकै सुत्यो आनन्द छ बज्दाखेरि पनि उज्यालो छ अहिले चाहिँ धेरै लाम्बे छ हजुर दादा यहाँसम्म चाहिँ अलिक गाह्रै छ धेरै ठाउँमा बना हुन्छ तर यहाँ त सम्भव पनि छैन नि त अब यति लामो बाटो त हिँडाउनु नि गाह्रो हुन्छ नि त यहाँ चाहिँ अलि धेरै नै ठाउँ भएर हो फेरि उकालो ओह्रालो छ नि त सम्भव भयो त भ्याइसक्थ्यो ढुङ्गा हो कि जस्तो लाग्छ दा मलाई त्यो ढुङ्गा हो कि जस्तो लाग्छ यो लेखा हुन्छ अब लेखा चिन्न उहाँ जानलाई सकिँदैन लेखा छ अक्षरहरू छ त्यहाँ केही न केही छ त्यहाँ प्लास्टिक त्यतिकै त होइन केही न केही चाहिँ छ यो के जनावर हो यस्तो पानीमा खेल्छ ऊ त्यो रुखमा छ त के जनावर हो यो हाम्रो गाउँ हुने होइन यो ल गयो त ओहो देखाएको थिएन आज 3टा रहेछ
त्यो त ल्याएर हालेको यहाँ त्यो त एउटा ल्याएर एउटा दुइटा हाले भए मात्रै हो अरू त हो यो हाले पाल्नुको लागि हाले यो जनावर यो त मात्रै छ नि मार पाउँदैन गयो त पानी भन्ने त्यो नेपालमा पनि छ त अरे नेपालमा आएको छ मैले पहिलोचोटि देखेको यहाँ आएर चाहिँ यिनीहरूले के खान्छ ए पानीको माछा त्यो पानी माछा मुठी मारेर खाने यसलाई पितल भन्छ पितल त्यो त खानु हुँदैन अरू कहिलो रहेछ यो हामी हाम्रो घरबाट हिँडेर आउनु पर्यो भने कति मिनट लाग्ला जस्तो लाग्छ दा तपाईँलाई यहाँ मिनेट कहाँ आइपुग्छ हाम्रो घरबाट अपार्टबाट दिन भइहाल्छ निकै खानु भएको लगभग 1-2 घन्टा आइपुगिन्छ भित्री बाटो छ त भित्री बाटो छ यहाँ आउने घरमा बस्न रमाइलो कि हिँड्न रमाइलो हिँड्नै रमाइलो हुने सके त हिँड्नै रमाइलो नि बस्नुभन्दा बसे घुन्यो हिँड्यो भने यताउति देख्न पाइयो ल हेर्नु त यता त्यसो एकचोटि हामी दादा नि हेर्नु ल आएर पनि कति दिन बसेका छौँ सधैँ हिँडिरहेका छौँ ल हिँड्नु ल थकै लागेको छ कि होइन दादालाई गरिम भएर पल्टा खोलिसक्नु भयो जस्तो उकालो अलिकति चढ्यो फेरि ओह्रालो आउँछ फेरि अलिकति उकालो चढ्यो फेरि ओह्रालो आउँछ भने बाटो के ओ त आइपुग्यो होइन अब आइपुग्यो मम्मी ठ्याक्कै आइपुग्यो अझ उहाँ माथि गुफा अहिले जानै छ गुफामा गइएर जस्तो छैन धेरै छैन नि यहाँ आइसकेपछि त्यति सबै उज्यालो छ माथिसम्मै समस्या छैन धेरै खाएर आइयो हिँड्न गाह्रो भयो ठिक छ त अहिले घर छ ऊ त्यो अहिले पानीमा भएको करायो अँ कालिज पनि आयो आमामा कालिज तित्रा जस्तो चरा थियो तित्रा ल हेर्नु ड्याम जमेको अब सुरु भयो यो त आइस होला यो त्यो ढलान हो ढलानमा भएको सेतो चाहिँ आइस हो पुरै यो पानी यता आउनु नदिने बनाएर राखेको हो ल ठ्याक्कै हामी ड्यामको मुखमा आइपुग्यौँ अब चाहिँ अब यहाँ पनि पुल छ एउटा ठुलो पुल छ यो पुल पानी तर फर्किँदा रोडरै जाने कि यही बाटो आएर गुफा जाने यो बाटो जाने हुन्छ ल रोडमा त त्यहाँ मान्छे गाडीको हावा रोडमा हिँड्न पनि रमाइलो हुन्न यतिको मम्मीलाई पानी खानु मन छ कि होइन तर मलाई चाहिँ पानी त्यसो लागेकै हो हो गाडीमा पानी छैन है अस्ति लैहाल्यो अब चाहिँ हिँड्ने बेला जहिले पानी सम्झौँ है जहिले बिर्सी गर्छ अब चाहिँ बिर्सिनु हुँदैन आफ्नो घरको पानी हाल्यो भने फेरि हिँड्नु पनि सजिलो हुन्छ यतातिर चाहिँ यो कालो प्लास्टिक छोपेको धेरै छ के होला यो त्यहाँ म जान सकेँ पढ्थेँ जानै सकिन्न यो बाटो काटेर काठहरू जग्गा गरेर खायो होला पक्कै त्यही हुन्छ यहाँबाट अब झिलिमिली सुरु भयो अब हाम्रो छोटो छोटो नि प्लास्टिक काठै हो काठ हो कि अब फेरि फैला गयो हुन नि सक्छ यही बनाउनु ल्याएका सामानहरू बढी भएर राखेरै हुनसक्छ प्लास्टिक छोटो छोटो यहाँ चाहिँ फुलिहाल्छ जहाँ काठको भर्याङ छैन त्यहाँ चिप्लिन्छ भनेर यो बिछ्याएको यो कुइदा पनि कुइँदैन हत्तपत्त यो कुहिँदैन भने के को काठ होला है तपाईँलाई गाह्रो भइसक्यो ल अगाडि पानी पर्दैन मास्क नलाउनु है अहिले ल होइन हामी तल जान्छौँ दादा त्यहाँ तल ठ्याक्कै पुगिन्छ अहिले म त अप्ठ्यारो भएर जान्न है अप्ठ्यारो होइन पुल छ पुरै ल हेर्नु मैले पानी हालेँ भने फेरि यहाँबाट देखिन्छ यी पानी फुटेर उडिया जस्तो देखिया छ नि त्यसले चाहिँ ठ्याक्कै त्यही पानी ट्याक्क जमेर आइस बनेको सबै त्यही हो सिस्टमै त्यही हो मान्छेलाई देखाउनलाई यही जाडो महिना त हो गरिब लास हुन्न लाउनु लाउनु खै
पानी कराइरहेछ म परबाट झरी त्यो पुलबाट त्यही पुल जाने हो हामी त्यो अब पुल अस्ति छ जस्तो म चाहिँ जान्नु है छैन कहाँ अब ढोकामा आइसकेपछि नगर हुन्छ त्यसो भए त्यहीबाट पार गरेर गए भइहाल्छ नि रोडै जानुपर्छ फेरि के काम त्यो रोडमा हावाले हाल्दै गाडीले यहाँ गुफा जानु पर्यो नि त फेरि गुफा जानु पनि यहीँबाट जाने यसरी ढिलो गर्नु। झ्याङ भएर भन्दा नि मम्मीले पुल त्यहाँ गाह्रो छ कि भन्ठान्नु भयो त्यहाँ बसाउने एकछिन अनि फर्क्यौँ ल तुरुन्तै नफर्किने हिँड्न पर्दैन त तुरुन्तै ल हेर्नु मैले 6 बजे भनेको 6 बजेर 9 मिनटमा यहीँ आइसक्यो एकछिन हेऱ्यो नि त त्यहाँ त्यही भएर बस्यो यो पुल हो कि यहाँ देखाएको पुल यहाँ छ त यस्तरी यो पार्किङ अहिले मैले यहाँ गाडी ल्याएर यहाँ राखे भए चाहिँ यही मात्रै हेर्न नजिक पर्थ्यो तर उहाँ जानलाई फेरि गाडी लिएर उतै फर्किनु पर्थ्यो कि बिचमा हिँड्ने ठाउँ हुँदैन नि त त्यही भएर मैले हिँड्नको लागि गाडी उतै राखेर ल तपाईँ अगाडि हिँड्नु ल अब आज हाम्रो 3 जनाको टुर चाहिँ जङ्गल भयो तालमा भयो घुमाइ रमाइलो भयो मोमो खाएर निस्केको मोमो सबै पच्यो अब मैले अहिले भनेकै सिस्टम हो कि सबै त्यति सानो केन्द्रमा हेर्नु त्यो हावाको ज्वरोमा त्यत्रो लामो छ कस्तो थाहा गर्यो हावामा यता आउनु यता यहाँ पारिबाट हेर्ने ल आउनु त्यो सबै पानी फालेको हो यहाँ वरसम्म छ ऊ राम्रो है एउटै डरो माथिदेखि तलसम्म राख्यो अचम्मैको है ल तालहरू त्यस्तै घुम्न जानलाई टाढा जानुपर्छ त घरबाट पर्दैन कस्तो राम्रो बनाएर राखे जस्तो तलदेखि माथिसम्म फेरि हाम्रो उहाँ यस्तो बनाएर बन्दा यहाँको मौसम पनि चिसो छ चिसोले गर्दा यो लास्टमा यो तल कति रुचम्ला माथिबाट झरेको झर्दैन होला यो त फुटाउनु पनि सक्दैन धेरै झर्दैन होला माथिबाट अब नगर्नु सट्ट हेरौँ जाउँ फर्किने बाटो त यही हो फेरि गुफा हेरौँ न कस्तो रहेछ ए गुफालाई फर्केर फेरि त्यही बाटो जाने हो पानी अहिले खोल्चाड जति छ जति उताबाट पानी अहिले निस्किएको छ त्यति पानी यहाँ झरेको छ
बेलुका भएपछि त छाल हान्छ होला ठेर झर्छ आउँदैन छाल यो जम्मा पानीमा के छाल हुनु यो दुलदुलो बसेर यो पर यो पर एउटा भिडियो खेल्दा चाहिँ 3-4 दिनु पर्छ यो सानो पिएको पानीमा झन् यो छोटो पानी बस्नु पानी झन् पानी यहाँ पनि भएको छ यो छोटो छोटो पानी पिउनु थाल्यो नि बत्ती पुरै डाँडा पाइप छोडेर बत्ती रङ चेन्ज गर्दै 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 राम्रो देखिने बनाएर छ यहाँ चाहिँ बसेर हामीले फोटो खिच्यौँ पछाडिको सिन राम्रो आउने गरे अब हामी चाहिँ त्यो जमाको ड्यामदेखि त्यतातिरको भएको आइसहरू सबै हेरेर अब हामी यहाँ भएको एउटा गुफा यहाँ यो हिँड्ने बाटोभन्दा 200 मिटर माथि छ त्यहाँ पनि अलिकति हिँडेर जानुपर्छ त्यहाँ जाँदैछौँ त्यहाँ पनि म पहिला गएको छु आज बाबा मम्मीलाई चाहिँ पहिलोचोटि कस्तो बनाएको छ त त्यहाँभित्रको लाइटिङ सिस्टमहरू बेलुकामा पनि कस्तो छ एकचोटि देखाउनु मन छ त्यही भएर हामी हिँड्दैछौँ मम्मी अलि धेरै मोटाउनु भएको भएर हिँड्न अलिक गाह्रो भइरहेछ बाबालाई चाहिँ ठिकै छ मलाई पनि ठिकै छ म नाइट गरेर आएर सुतेको हो आएर लगभग 3 घन्टा सुतेर उठेपछि चाहिँ फ्रेस भएर अनि हिजोको अलिकति खाना थियो मैले खाना खाएँ बिहान अनि त्यो पछि हामी दिउँसो फेरि मोमो बनाएर मोमो खाएर हामी चाहिँ निस्केको घुम्नलाई यो चाहिँ हाम्रो बेलुकाको हिँडाइ हो अझ हामी 1-2 घन्टा चाहिँ हिँड्नेवाला छौँ ल अब हामी गुफामा गएर भेट्नेछौँ ल अब चाहिँ हामी त्यहाँबाट घुम्दै घुम्दै गुफा जाने बाटोमा आइपुग्नु लाग्यो यहाँ मम्मी र बाबालाई गाह्रो भएर बसिरहनु भएको छ मम्मी थकै लाग्यो अलिअलि रमाइलो भयो धेरै नै धेरै नै दादालाई कतिको थकै लाग्यो त छैन गाह्रो भएको छैन छैन ठिकै छ तपाईँ दुब्लो हुनुभएको भएर अलिक गाह्रो भएन मम्मीलाई चाहिँ गाह्रो भयो अब यो ठाउँमा चाहिँ यस्तो बस्ने ठाउँहरू पनि बनाइदिएको छ घुम्दै घुम्दै हामी बस्दै बस्दै गइरहेछौँ आफ्नो आराम गर्न पाइए ठिकै छ ठिकै छ यतिको रमाइलो नि त भइरहेको नि कहिले नआएको ठाउँमा आउनु पाइए नदेखेको कुरो देख्नु पाइए अब गुफामा जाने जाने जानी गुफामा जाने ल अब गुफामा गएर फेरि भेटौँ ल अब हामी चाहिँ गुफा चढ्न लाग्यौँ गुफा जाने बाटो चाहिँ धेरै उकालो भएर यहाँ गाह्रो भइरहेछ बाटै छैन फर्किने यही बाटो त्यही बाटै निस्किने नै त्यही हो गुफैबाट अब यहाँसम्म चाहिँ अँध्यारो छ अब गुफाभित्र छिरेपछिको उज्यालो तपाईँहरूले देख्न सक्नुहुन्छ है त एकैछिन मम्मीलाई धेरै गाह्रो भयो दादालाई त ठिकै छ ठ्याक्कै यो थुम्को देखिया छ नि त्यहाँबाट सिधै गुफाको मुख होला कहाँ थुम्को खै ऊ यो के त यी होइन नि तपाईँको अगाडि थुम्को अगाडि देखिया यो बत्तीको मुखी यहीँ हो आइसक्यो यहीँ हो थुम्कै यही हो यहीँ बस्ने ठाउँ छ बसौँ नि त थुम्का पहिला बसौँ अनि जाउँला ल अगाडि ल अब थुम्का बसेर अनि हामी गुफा छिर्छौँ है त एकैछिन ल अब हामी चाहिँ गुफा सुरु भयो है त बाहिर चाहिँ यस्तो छ अँध्यारो खासै देख्नु भएको छैन होला त्यही पनि अब चाहिँ हामी गुफामा प्रवेश गऱ्यौँ यो गुफा चाहिँ पहिल्यै हो बत्तीहरू चाहिँ पछि हालेको हो होइन पहिला गुफा हो पछि राम्रो बनाउनको लागि चाहिँ यस्तो गरेको हो
उसले सर्पको आकार बनाएर राखेको छ उयो माथिबाट सर्पको होइन हो यो के को आकार हो यति माथि खाइदियो पानी पनि जमिरहेको केही खस्दैन तपाईँहरू मनमा ढुक्क भएर हिँड्दा हुन्छ माथि चाहिँ जान मिल्दैन छनलाई चाहिँ छ पानी जमेको छ कि जस्तो लाग्छ यस्तै छ यत्रो खोप्ने यार कत्रो ठुलो छ त्यहाँ एउटा आँखा जस्तो छ कि ठाउँ ठाउँमा राखेर तिहारमा झिलिमिली बनाए जस्तो पर त्यहाँ फोटो खिच्ने ठाउँहरू छ आँखा बनाएको छ यहाँ यो ढोका खुल्छ यो आँखा खुल्छ त बेला बेलामा त्यस्तै बनाएको छ सोङ्गे खोङवन ल यताभित्र हिँड्नु ल हिँड्नु दादा निस्किने यहाँबाट निस्किने यहाँबाट निस्किने हो ल अब यहाँ फोटो खिच्ने है त दुईवटा बनाइदिएको छ फोटो खिच्ने ठाउँ अलि अगाडि हिँड्नु त बसेर फोटो खिच्ने ठाउँ छ पहिलाको पैसा है ल यो चाहिँ फोटो खिच्दिन हौ यहाँ हामीले फोटो खिचेका छौँ बिचमा फोटो पनि आउँछ माथिबाट कति राम्रो हेर्न हरियाली अनि त्यहाँ माथि बत्तीको झलल बलेको त्यो बनी प्लान जस्तो रहेछ है झार पुरो होला द्वाराबाट आएर नक्कली हो नक्कली हो नक्कली हो
प्लास्टिकको हो यहीँबाट हामी त पहिले भन्छ नि त होइन यो टुङ्गा छ नकली नकली हो यी टुङ्गा यो चाहिँ जादुगर ए हो रहेछ यो चाहिँ सोवनुर मारे खोसियो भनेर ल्याएको छ यो भनेको चाहिँ आफ्नो मनोकामना माग्नु भनेको इच्छा ल यो चाहिँ अन्तिम बिन्दु भयो त्यहाँ चाहिँ बत्ती जस्तो तुले बोलेको यहाँ चाहिँ भित्रपट्टि सायद हामीले पनि आजसम्म देखाएको छैन कि जस्तो लाग्छ मलाई यहाँभित्र चाहिँ के छ अहिलेसम्म देखेर पाएन त्यहाँ ए प्रोजेक्टर रहेछ त्यहाँबाट चाहिँ यता पठाउने रहेछ त्यहाँ प्रोजेक्टर झुन्डा छ ए त्यहाँ जान्न भिडियो देखाउने रहेछ त्यहाँबाट बेला बेला देखाउँछ होला त्यो कहिले परे छैन हाम्रो चाहिँ ल निस्क्यौँ ल बिस्तारै अब मन पऱ्यो गुफा पर्यो राम्रो ठाउँ आउँदा किन भन्नु भने जस्तै ठाउँ रहेछ नि होइन मलाई गुफा र गुफा सानो गुफा होला भन्नु मैले जबरजस्ती लिएर गएको ठाउँ जहाँ पनि राम्रै छ राम्रो अस्ति भिआर हेर्न गएको झन्डै नटेरेर फुस्किएको थियो अझ अगाडि जहाँ पनि ओछ्याइदियो भने यो पानी चुइन्छ होला म पनि बेला बेला त्यही भएर पानी चुइन्थ्यो त पानी चुइने हो कि ल यहाँबाट चाहिँ निस्किने यो उता भित्र जाने भयो हामी उताबाट इन्ट्री भयौँ यताबाट यहाँबाट इन्ट्री भइयो यहाँबाट आएर यता गइयो अब यहाँबाट फेरि यता गइयो यो चाहिँ अलि बढी फोटो खिच्ने भनेर बनाएको ठाउँ हो कि जस्तो लाग्छ धेरैवटा फोटो खिच्ने ठाउँहरू छ अब यहाँ चाहिँ एक्जिट पोइन्ट यता इब्कु यता चुल्कु ल चुल्कु पनि राम्रै छ बत्ती झिलिली बाँधेको छ तर अब जाँडा मुखमा पुगेपछि बत्ती छैन त्यहाँबाट चाहिँ हामी बत्ती हातको भाला हिँड्नुपर्छ पहिला बत्ती थियो आउँदा अहिले चाहिँ बत्ती निकालेको रहेछ निकालेको भन्दा जलेको नि हुन्छ चिसो महिना खासै मान्छे आउँदैन त्यही भएर ध्यान नदिएको हो कि अलि पछि फेरि बत्ती बल्छ अनि ल अब हामी गुफाबाट निस्क्यौँ फेरि हामी झिलझिल ठाउँमा जान्छौँ तल भेटौँला अब चाहिँ हामी गुफा सकाएर तल झरेर अब अर्को रमाइलो ठाउँमा जाँदैछौँ त्यहाँ फेरि भेट्नेछौँ है त यहाँबाट अब हामी यो बाटो जाँदैछौँ बाबा मम्मी चाहिँ अगाडि हुनुहुन्छ म पछाडि छु यसरी बाबा मम्मीलाई बाहिर ल्याएर घुमाउँदा पनि आनन्द आउँदो रहेछ नाइट गरेर 3 घन्टा सुतेर आएर पनि घुमाउनु पाउँदा कति खुसी जान पर्दैन गाह्रो हुन्छ भन्दै हुन्थ्यो त्यही पनि लिएर आएँ फुर्सद हुन्न ड्युटीबाट खासै त्यही भएर आफ्नो अलिकति टाइम भए पनि मिल्यो भने काहीँ न काहीँ दिउँसोमा घुम्यो भने बेलुकामा फेरि कस्तो छ त्यो देखाउन फेरि बेलुकामा घुम्यो भने दिउँसोमा कस्तो हुन्छ त्यो ठाउँ देखाउन यो ठाउँमा हामी बेलुकामा पनि आयौँ अनि आज दिउँसोमा अलि छिटो आयौँ दिउँसोमा हेऱ्यौँ अब फेरि बेलुकामा चाहिँ हामीले दोहोऱ्याएर हेर्दैछौँ पहिलाको भन्दा अझ केही फरक छ कि केही थपिन्छ कि केही घट्छ कि पहिला त्यहाँ एउटा पङ्खा घुमिएको थिएन आज पङ्खा घुमिएको छ पहिला पानी हानेको थियो यहाँ सर र पानी हानेको थियो आज पानी हानेको छैन बिचमा केही थपिएको छ केही घटिएको छ अब हामी त्यहाँ गएर एकछिन घुमेर पानी खान मन लागिरहेछ पानी खाएर अनि हामी घर जान्छौँ यहाँबाट चाहिँ आफ्नो गाडीमा चाहिँ कति टाइम लाग्छ भन्दा लगभग 20 मिनटमा घर पुगिन्छ 10 किलोमिटर त्यस्तै हो 10-12 किलोमिटर होला यो चाहिँ थेगु महानगरपालिका त्यसको यो एउटा सानो ठाउँ थालसागु भन्ने ठाउँमा छ सोङ्गे खोङवन कोरियामा हुनेहरूको लागि
सोङ्गे खोङवन भनेर सर्च गर्नुभयो भने ठ्याक्कै यही ठाउँमा ल्याएर तपाईँहरूलाई चाहिँ रोक्छ। आफ्नो गाडीमा नेभी चुसो हान्नुभयो भने त भइहाल्यो। अब हामी त्यहाँ जाँदैछौँ, त्यहाँ गएर फेरि भेट्नेछौँ। ल अब चाहिँ हामी फेरि त्यही पार्कमा आइपुगेको छौँ घुम्दै घुम्दै। दादा कता जानुभयो? कतापट्टि? ए कतापट्टिबाट? यतापट्टिबाट जानुभयो क्या? चिसो भयो? ए यहाँ चाहिँ अलिकति चिसो हुन्छ कि अब? कस्तो भयो? थकाइ लाग्यो? थकाइ त ठ्याक्कै हो, रमाइलो भयो। 2 घन्टा त हिँडियो त हामी। हिँड्यो, अब झन् झिलिमिली सहरमा आइपुग्यो। आइपुग्यो, गुफा पनि हेऱ्यो, सबै हेऱ्यो। सहरमा आइपुग्यो। रमाइलो भयो दादा? रमाइलो भयो नि। अब चाहिँ थकाइ लाग्यो होला। थोकै खास लाग्यो। अब हामी के खाने? कफी खाने? कफी खाउँला। मम्मी के खानुहुन्छ? म केही पनि खान्न। पानी? पानी चिसो हुन्छ ज्यादै। यहाँ भित्रको चाहिँ खाइ हेरौँ न त। धेरै चिसो यहाँको पानी। अब हाम्रो यहाँ बेलुकाको रमाइलो सुरु भयो है त। बाबा मम्मीलाई चाहिँ अगाडि लगाएर म चाहिँ पछाडि हिँड्दैछु। अब हामी पानी खाने ठाउँमा जान्छौँ। त्यहाँ बिचमा सानो एउटा मन्दिर जस्तो, मन्दिर त होइन, जाडोमा तातो, गरिबमा चिसो, मान्छेहरूलाई त्यस्तो अनुभव होस्, त्यस्तो मौसममा बस्न पाउन् भनेर चाहिँ त्यहाँ त्यस्तो सिस्टम बनाएर राखिदिएको छ भित्र। अनि माथि चाहिँ बसेर चाहिँ यो वरिपरि सबै देख्न पाइन्छ। जस्तो त्यहाँ पर एउटा पङ्खा घुमिरहेको छ, कलरफुल पङ्खा। त्यो एउटा चाहिँ चन्द्रमाको लोगो जस्तो बनाएको छ। बलमा चाहिँ धमिलो धमिलो बनाएर बत्ती पालै पालो चेन्ज हुने त्यस्तो बनाएको छ। दादा चाहिँ त्यहाँ माथि जाँदै हुनुहुन्छ।
हामी यो बत्ती बलेको जति सबै घुमेर आयौँ अहिले परेसम्म। 위에 이게 나와가지고 좀 별로야. 그냥 앉는 게 낫겠다. ल 뭐 감칠하게 예쁘게 한다. 근데 해봐. 저거는
हाम्रो चाहिँ अब टुर सक्यो। म चाहिँ लास्टमा बाबा मम्मीको भिडियो बनाइदिन्छु टिकटक बनाएर। अनि यहाँ टिकटक यसो बनाइयो। यो चाहिँ टिकटकमा हालेको एउटा भिडियोको सानो क्लिप हो। यहाँबाट चाहिँ हाम्रो अब घर फर्किने बाटो आयो। हामी यहाँबाट निस्केर चाहिँ घरतिर लाग्दैछौँ। ल फाइनल्ली हामी हाम्रो टुर सकाएर गाडीमा आइपुगेका छौँ। अब हामी गाडी चढेर घर जाँदैछौँ। सबैजनाले हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब आगामी दिनमा यसै गरी म फेरि घुम्न गएको भिडियोहरू हाल्नेछु। ल तपाईँको दिन रात शुभ रहोस्। सबैलाई बाई बाई, नमस्कार, धन्यवाद।